साथीहरु स्वागत छ मेरो यो नयाँ ब्लगमा र आज म आएको छु मेरो सबै मेरै हो। मात्र बाटो चाहिँ सरकारले बनाइदिएको, अरु त सबै मेरो हो। यो बारीहरु छ नि सबै मेरै हो, नाम मात्र अर्काको भएको। अरुको नाममा राखेको छु कि मैले, किनकि अब म पनि सिक्नु पर्यो नि त कसरी भ्रष्टाचार गर्ने भन्ने। त्यही भएर अहिलेदेखि नै म ट्राई गरिरहेको छु कि अब अरुको नाममा पास गरेर राख्ने, तर जग्गा चाहिँ मेरै है। यो जग्गा सबै मेरो हो। तर यो रोड बनाएको छ नि, रोड त्यो सरकारले रोड बनायो भन्छ नि, त्यो सरकारले बनाएको हैन, त्यो मेरो अर्डर फलो गरेर यो बनाएको। साले कस्तो घाम लाग्यो, बाफ रे बा, घामले पोलेर मर्ने भयो। पुरै पसिना पसिना भइरहेछ। के गर्नु यस्तै हो। भर्खर ल्याङ्ग्वेज को रुँदै आएको, कस्तो रुन्चीहरू छ है हाम्रोतिर त। भिडियो बनाउनु भनेर निस्केको है, ल्याङ्ग्वेज पढेर भर्खरै, र आज यस्तै हुँदैछ। अनि हेर्दै हेर्दै गइरहेछ ऊ रुँदो रहेछ ऊ, हेर हेर। कहाँ थियो, म काममा थियो है, भाडा भुरीहरूसँग के कुरो गर्नु भनेर नगरिदिएको मैले चाहिँ। अनि कामले त लास्टै बोल्छ यार, लास्टै के हुन लाग्यो। यो झन् 2-3टा उत्पत्ति भयो क्या, छोराछोरी त पाएन नि पक्कै। त्यो प्रसन्नको भिडियो हेरेको थिएँ कि मैले, त्यो लगभग 1 वर्ष अगाडि होला सायद। अब भनेको थियो नि, बिहे गरेर बस्यो भए कमसेकम अलिकति हामीलाई अलिक गाह्रो त हुँदैन थियो होला, यस्तो काम लाग्दैन थियो होला भनेर भनेको थियो नि। हो त्यही कुरा चाहिँ मलाई याद भएको छ। अब छोरो चाहिँ जापानको लागि भन्दै हिँडिरहेछ, सङ्घर्ष गर्दैछ। यसरी घाम नभनिकन, पानी नभनिकन, पसिना नभनिकन हेर है हिँडिरहेछ। अब कहाँ पुग्छ कि पुग्दैन, पुग्न पुग्छ होला, किनकि इडियोले काम गरे हो नि त। इडियो माथि मलाई 100% विश्वास छ कि, र मलाई पुर्याउँछ जापान मजाले। र सिओई त आइसक्यो, अब एनएससी हुन बाँकी छ, भिएफएस हुन बाँकी छ। डेट पाइरहेको छैन, त्यो फर्म भर्न खोजेको थिएँ, डेट चाहिँ पाइएन। तर केही छैन, पाउँछ होला कुनै दिन, एक दिन त पाउँछ होला नि, 2-4 दिनमा त अब। अनि त्यो भइसकेपछि अनि भिएफएस डेट लिइसकेपछि मैले काठमाडौँ जानुपर्ने हुन्छ, गएर त्यो भिएफएस गर्ने। अनि त्यसपछि के हुन्छ, त्यसपछि टिकट काट्छ होला, त्यसपछि अनि फ्लाइट हुन्छ। अनि त्यो हुनुभन्दा अगाडि चाहिँ मलाई हो भाइ हो, कता हो भाइहरू घर? घरतिर हिँडेको, कताबाट आएको? फोटो खिच्न गएको? ल ठिक छ बनाउनु पर्छ। भाइहरूसँग थोरै गफ। अनि साथीहरूले एउटा कुरा भन्न चाहन्छु, म कहाँ थिएँ भन्दाखेरि विक्रम वाइवा भ्लग्स, विक्रम वाइवा भ्लग्स सर्च गरेर युट्युबमा आउँछ। भाइहरूले नाम सोधिहाल्यो, मैले भनिदिइहाल्छु पनि। हजुर ल उति स्पेलिङ त आउँछ नि, स्पेलिङ आउँछ भन्नु त। WAIVA अनि विक्रम वाइवा भयो, अनि ब्लग्स पनि VLOGS। ल भाइहरूले नाम पनि भनिदिएँ मैले। अनि बस यस्तै गरी हुने हो प्रगति केटाको मेरो। खुसी लाग्छ यसरी बाटोतिर हिँडिराख्दा नाम सोध्दा। इतनी खुसी मुझे कभी नहीं हुई यार। र यो मलाई भ्लग बनाउन सिकाउने साथीको नाम चाहिँ विदुर हो। उसले नै हो मलाई यसरी अगाडि बढ्नुपर्छ, केही नयाँ कुराहरू गर्नुपर्छ भनेर चाहिँ इन्सपायर गरिरहने चाहिँ उही नै हो।
र तिमी जेसुकै गर तर तिमी त्यो भ्लग बनाउन चाहिँ नछोड है भनेर चाहिँ त्यही साथीले मलाई भनेको हो। त्यही भएर मैले चाहिँ यो चाहिँ कन्टिन्यू गरिरहेको छु। दिनमा कमसेकम एउटा भिडियो चाहिँ म हाल्छु भनेर सोच्दै म हिँडिरहेको छु है। के कराएको आमा के हो ल यही चरा रहेछ है। देख्यो ओ देख्यो ल यही रहेछ। अर्को पनि एकजना आइरहेछ है। एकजना सायद त्यसले पनि नाम सोध्यो त आमा खुसीको त मेरो र यस्तै छ चलिरहेछ। अनि त्यो सबै भइसकेपछि म जापानतिर पुग्ने छु। वास्तै गरेन यही हो मान्छे त्यस्तो त भन्नु हुँदैन थियो तर मैले भनिदिएँ कि त्यो मजाक गरिदिएको थोरै। र हिँड्दैछु बाटोमा यस्तै छु यो साइकल लिएर। हेर के गर्नु गरिब पऱ्यो आफू त सबै कुरालाई मिलाउँदै लानु पऱ्यो। तर केही छैन वान डे आई विल बी पुग्नेछु त्यहाँ माथि है। घामको लेभलमा त पुग्दिनँ होला तर कमसेकम अलिकति केही न केही चेन्जेसहरू चाहिँ म ल्याउने कोसिस गर्छु होइन। हरेक दिन एउटा नयाँ भिडियो बनाउने कोसिस गरिरहेको छु। भिडियो नभए सर्ट्स चाहिँ म डेली हाल्ने गर्दै आएको छु र गर्छु पनि। र म जापान जाँदैछु है केटाहरू। कहाँबाट भन्दै हुनुहुन्छ भने इडियू ब्रिज कन्सल्टिङ ग्रुप हरिणमा अवस्थित एनआइसी ब्याङ्कको अगाडि। यदि तपाईँहरू जान चाहनुहुन्छ भने त्यहाँ जान सक्नुहुन्छ। र मेरो सिओई चाहिँ आइसकेको छ र म एकदमै खुसी छु र सबै काम राम्रै होस् भन्ने आशा गर्दछु। र आजको लागि चाहिँ यहीँ अन्त्य गर्न चाहन्छु। धन्यवाद बाई। हाय